हेलो गाइस वेलकम टु माई अनदर मिनी भ्लग है त अनि आज चाहिँ रात पर्यो त्यही भएर अहिले हेलो भनेको अनि हामी फर्सी टिप्न लाग्यो कसले रोपेको भन्न यस्तो मैले रोपे नि चाइनाबाट तिमीले त हैन मनिसाले त हैन मैले लोड फले हेर न ओइ डर लाग्छ सर्प आउला कुन चाहिँ बिउ राख्ने यो हैन यताको बिउ राखे हुन्छ हामीसँग हाम्रो फिटे राखे पनि छ ल है त म फर्सी टिप्छु मेरो अर्ग्यानिक मैले रोपेको ल गाइस दाइले फर्सी टिप्छ देखाइदे दाइले ल है त आलु ओइ के कुल्चे चप्पल पो रहेछ सुई 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 बोतल पो रहेछ यार दामी भएर ओइ कुइयो के हो अलिकति किराले खा कुहिएको त भन्दा नि अलिकति किराले खा ओके ओके कुइयो अथा कमिला रहेछ क्या जुस होला नि अर्ग्यानिक फर्सी ए फर्सी हो आई ग्रो देम ए अलि उल्टे इंग्लिश भएछ त्यही पनि ठिक छ मैले रोपेको त्यही त हो अरु त के चाहिँ भन्नु र त्यो छोड्दै दाइले त के काम छोड्दै भयो ओ चुइयो त्यो चाहिँ अब यसलाई काटेर मस्तले मनसाले पकाउँछ नि भैँसीको मासुसँग म भन्छु कि ल भन्न त भन भनिसकिस् अब के भन्ने फेरि सुरुबाट भन त के भयो त रिपिट टेलिकास्टमा ल है त अब यो यस्तो काटकुट गरेर हैन मैले हैन मनसाले पकाउँछिन् भैँसीको मासुसँग मिठो तरिकाले यो फर्सी एकदम मिठो हो गुलियो छैन के एकदम टेस्ट मिठो हो मैले भन्दा धेरै मिठो त बनाउँदिन नि त्यही पनि आज बनाउन दिएको के ल ल नरिसाउ है रिसाइसक्यो रिसायो ओके लो अब यसलाई काटेर कट काट गरेको मनिषाले पकाएको भिडियोमा देखाउँछु हल्का ले भन्छ हेर फर्सी तास्नलाई मनिषाले ल्याएको अब के गर्छ भनेको त यस्तो टिपेर यस्तो गर्न खोजेको के फर्सी तास्नलाई ओ माय गॉड कत्रो पानी पर्यो त हो हे आयो भित्रै जम्मै पानी त भित्रै आइपुग्यो हेर न यार कत्रो पानी परेको होइन हाम्रो भात खाने समय भयो होइन भैँसीको मासु त यिनीहरूले ल्याएन नरहेछ दुई चार शब्द भन्छ त दाइलाई फलो गरिदिनु होला सबैले अनि मेरो टिकटक आइडी भिडियो हालेको भर फलो गरिदिनु होला सबैले है त ल है त यसले भात नखाने रे आज खै खाजा खाएको के दाइले ल्याएको थियो नि त त्यही भएर यति भन्दै आजको भिडियो यहीँ खतम गरौँ है त ल पिस माता ए अर्को भिडियोमा भेटौँ है त ल बाई